हेलो गाइस, आज चाहिँ यो 1:40 समयमा खाना खाएर भर्खर बस्दै थियौँ हैन। मौरी आयो र यहाँ चाहिँ मैले यो बस मौरी बुधबार जालास भनेर बसालेको छु। यो चाहिँ बसेछ अहिले यो 1:40 बस्यो। ल हेर्नुस् त गाइस, कसरी बस्ने रहेछ यो मौरी। ल राजा बसेर मौरीहरू पनि बस्यो है। यसरी यो चाहिँ बरको बुटामा बसेछ। त्यो पिपल बुटा हो, यो बरको बुटा हो गाइस। ल हेर्नुस् त, मैले माथिबाट माथि जान लाग्थ्यो, ढुङ्गाले हानी बस मौरी बुधबार जालास भनेर बसाले छु। ढुङ्गा माटो जे भए पनि हुन्छ, तपाईहरुले हान्नको लागि प्रयोग गर्नु। तपाईले हानेर बसाल्न चाहनुहुन्छ भने ढुङ्गा माटो जेले हाने पनि हुन्छ गाइस। ल हामी चाहिँ यो मम्मी, यो भाइ, यो पनि भाइ, ल यो म चाहिँ मम्मी लिएर बसालेको है। यो त ल यो 1:40 क्रममा बसालियो। ढुङ्गा माटो यति खोज्न यति आतुर भयो कि गाइस, मलाई त म एकछिन त सासमा बासको भए। यसरी बसालेको छौँ हामीले। ल हजुरहरूले चाहिँ सक्दो सेयर गर्नुहोस् है आफ्नो साथीहरूलाई, लाइक कमेन्ट गर्नुहोस्। यसरी मैले मेहनत गरेँ, हेर्नुहोस् गाइस। यो चाहिँ हाम्रो नेपालमा पाइन्छ धेरै जस्तो। यसको रस चाहिँ धेरै राम्रो हुन्छ गाइस, हजुरले खानुभएको नि होला। ल ल हुन्छ गाइस, ल देखिया छ है, राम्रोसँग हेर्नु होला। यो चाहिँ बरको बुटामा कापामा यसरी यहाँ गएर बस्यो के। यिनी हाँगाहरू हुन्। यो घर नजिकै बरपिपल थियो, यो मेरो घर, यो अङ्कलको घर नजिकै मेरो बरपिपलको बुटा छ। हेर्नुहोस् गाइस, बरपिपलको बुटामा मैले आज मौरी बसालेको छु। म एकदमै धेरै खुसी भएँ। हेर्नुहोस् गाइस, ल एकछिन चाहिँ सास न बासको भए म। यो मौरीले बसाल्न पासी हुन्थ्यो भन्ने भइरहेको थियो। बसाले 21 आयो कि म चाहिँ भाडा मार्न लाग्थेँ गाइस। खाना खाथ्यौँ अनि यो 1 बजे त खाने टाइम हो नि त, खाएर भाँडा मार्न लगाएको त घोरो गरेर मौरी आइरहेको थियो। अनि मैले ढुङ्गा माटोले हाने, भाइहरूले खाँदै थिए, खाँदा छोडेर आछन् है मेरो भाइहरू चाहिँ मलाई सहयोग गर्न। अब यिनीहरू चाहिँ खाँदा आएका हुन्। यस्तरी हेरिरहन्। ल हजुरहरूले सबैले मनमा नै यो नानीले बसालेको मौरी चाहिँ बसुस् भन्नु होला, म यति चाहन्छु।